दर्शकबिन भर्खरै चलचित्र विकास बोर्डले मङ्सिरमा प्रदर्शन भएका फिल्म हर्ष, त्यसैगरी अभिमन्यु, पिआर, लोकन्ती र चिरागको लाइफ टाइम बक्स अफिस कलेक्सन सार्वजनिक गरिसकेको छ। त्यसैले आज हामी यस भिडियो अन्तर्गत कुरा गर्न गइरहेका छौँ यी पाँचवटा फिल्मको कुल टिकट बिक्री संख्या र लाइफ टाइम बक्स अफिस कलेक्सनको रिपोर्टको बारेमा। त्यसैले भिडियोलाई अन्तिमसम्म हेरी साथ दिनुहोला। सर्वप्रथम कुरा गरौँ फिल्म हर्षकै। मङ्सिरको 12 गते पहिलो दिन देशव्यापी 100 आरआरई सोच प्राप्त गरेको फिल्म 2 हप्ता मात्रै हलमा टिक्यो। यो फिल्मले विकास बोर्डका अनुसार कुल बक्स अफिसमा आफ्नो लाइफ टाइम रहनसम्ममा 8866 वटा टिकट बिक्री गरेर 28,78,536 रुपैयाँ 33 पैसाको ग्रस कलेक्सन गर्दै बक्स अफिसमा डिजास्टर साबित भएको छ। अब कुरा गरौँ फिल्म अभिमन्यु च्याप्टर 1 को। मङ्सिरको 18 गते देशव्यापी 100 आरआरई सोच प्राप्त गरेको फिल्म बक्स अफिसमा लगभग 15 दिनसम्म हलमा टिक्यो। विकास बोर्डका अनुसार यो फिल्मले लाइफ टाइममा जम्मा 6850 वटा टिकट बिक्री गरेर 21,48,702 रुपैयाँ 76 पैसाको ग्रस कमाई गर्दै बक्स अफिसमा डिजास्टर साबित भएको छ। अब कुरा गरौँ फिल्म पिआर को। पुसको 26 गते पहिलो दिन देशभरको मल्टिप्लेक्समा लगभग 42 वटा सो पाएको फिल्म एक हप्ता मात्रै हलमा टिक्यो। त्यसपश्चात सबै हलबाट यो फिल्म उत्रियो। लाइफ टाइममा विकास बोर्डका अनुसार यो फिल्मले जम्मा 2109 वटा टिकट बिक्री गरेर 6,68,633 रुपैयाँ 28 पैसाको ग्रस कलेक्सन गर्दै यो फिल्म पनि बक्स अफिसमा डिजास्टर साबित भइसकेको छ भने यही हप्ता यो फिल्म अब ओटीटी प्लेटफर्ममा आउँदैछ। घरै बसेर यो फिल्मलाई हेर्न सकिनेछ। अब कुरा गरौँ फिल्म लोकन्तीको। दर्शक महानुभावहरू, पहिलो दिन देशव्यापी 10 वटा सो पाएको फिल्म बक्स अफिसमा 9 दिनमै हलबाट उत्रिएको थियो गत शनिबार। किनभने हिजोको लागि कुनै पनि सो थिएन, फेरि आज एउटा सो खुलाएको थियो भिएफएक्स सिनेमाज दाङले, तर त्यहाँ कुनै पनि बुकिङ भएन। यद्यपि फिल्मले विकास बोर्डका अनुसार गत शनिबारसम्ममा 1357 वटा टिकट बिक्री गरेर 4,01,340 रुपैयाँको ग्रस कमाई गर्दै फिल्म बक्स अफिसमा डिजास्टर साबित भइसकेको छ। अब कुरा गरौँ फिल्म चिरागको। मङ्सिरको 26 गते पहिलो दिन जम्मा 4 वटा सो पाएको फिल्म 2 दिनमै हलबाट उत्रियो। चलचित्र विकास बोर्डका अनुसार फिल्मले लाइफ टाइममा 330 वटा मात्र टिकट बिक्री गरेर लगभग 68,450 रुपैयाँको ग्रस कमाई गरेको छ। यो फिल्म पनि बक्स अफिसमा डिजास्टर साबित भइसकेको छ। ल त दर्शक महानुभावहरू, यो रह्यो आजको जानकारी। हस्त यति भन्दै अर्को भिडियोसम्मको लागि म पनि बिदा हुन्छु। धन्यवाद।